ओके, यहाँहरु चाहिँ पहिला क्रोम ब्राउजरमा जानुस् अनि सर्च चाहिँ हाम्रो मेडिटेसन टाइमर भनेर सर्च गर्नु होला। त्यसपछि यो जुन फर्स्ट लिंक छ यसमा क्लिक गर्नु होला र त्यसपछि चाहिँ हाम्रो 3 डट्समा ट्याप गर्नु होला अनि एड टु होम स्क्रिन गर्नु होला अनि इन्स्टल गर्नु होला। अब यो चाहिँ एकैछिन टाइम लाग्छ, इन्स्टल हुँदै गर्छ। एप इन्स्टल्ड। अब हामी चाहिँ यहाँनिर हेर्न सक्छौं हाम्रो मेडिटेसन टाइमर भनेर आइसकेको छ। यसलाई खोल्नु होला र यो अफलाइन पनि चल्छ। जस्तै मैले यहाँलाई यो अफ गरे भने पनि चल्छ यो। र यसमा 10 मिनट्स को मेडिटेसन टाइमर स्टार्ट गर्न सक्नुहुन्छ। र 10 मिनट्स भइसकेपछि फेरि गङ बज्नेछ। यदि यहाँहरुले चाहिँ इन्टरभल बेल अन गर्नुभयो भने चाहिँ अब ठ्याक्क हाफ टाइममा चाहिँ यो बज्ने गर्दछ। यो स्टार्ट गरे भने अब 5 मिनेटमा बज्छ अनि फेरि 10 मिनेटमा बज्ने गर्दछ। जस्तै यो 30 मिनट्स गर्दा पनि भयो और चाहिँ तपाईलाई 10 मिनट्स गरेर मैले एड 5 मिनट्स र 20 मिनट्स गरे भने यसरी पनि स्टार्ट गर्न सक्नुहुन्छ। र यहाँ 1 आवर 30 मिनट्स एड 15 मिनट्स हैन। अब जस्तै गङ 2 गर्यो भने एक किसिमको र गङ 3 गङ 4 डिफ्रेन्ट किसिमको आफ्नो प्रेफरेन्स अनुसार चाहिँ सेट गर्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ एउटा सेटिङ्समा हाम्रो गाइडेड मेडिटेसन छ और इंग्लिश, हिन्दी, नेपाली अडियो और आफ्नो कस्टम अडियोहरु पनि अपलोड गर्न सक्नुहुनेछ। जस्तै इंग्लिश अडियोमा मैले गरेर प्ले गरे भने Welcome to a 10-minute Anapana breathing meditation. Use the next 10 minutes. यस्तो छ। अब ब्याकग्राउन्ड साउन्ड्सहरु पनि युज गर्न सक्नुहुनेछ हैन। जस्तै मैले बर्ड्स राखेर चाहिँ प्ले गरे भने र यहाँनिर वाटर इन स्ट्रिम छ, फरेस्ट साउन्ड्स छ हैन। यहाँहरुले चाहिँ आफ्नो